नमस्कार नमस्कार। आज हामी हेऱ्यो साग टिप्न आइरहेका छौँ। हाम्रो दाइले टिपिरहनु भएको छ। ल हेर्नुहोस् है साग लगेर मस्त बनाएर स्वस्थ हुने पाराले खाइन्छ। हो नि सही हो। यो डन्ठी यति मोटो मोटो हुन्छ। साग हामी क्रोएसियामा छौँ। अब हामीले केही भेटेको छोड्दैनौँ यहाँ क्रोएसियामा। यो साग वनको साग हो। हामी अब घाँसपात खाएर बसिदियो। यहाँ तल राख्नु त्यहाँ राख्दैन। अलिक सोरेर लैजाउँ। क्रोएसियामा बाँचिन्छ। क्रोएसियामा तपाईँहरू आउनुभयो भने बाँच्न चाहिँ गाह्रो छैन। यहाँ कहिले खोले साग पाइन्छ, कहिले कुरिलो पाइन्छ। दाइले त कुरिलो पोरेसतिर बहुत टिपेर खाएर आउनुभयो हो। हामीले चाहिँ खोले साग खाइयो। दाजुले चाहिँ कुरिलो भेट्नुभएको छ। अहिले हामी फेरि यो साग आइरहेछौँ। बहुत मिठो हुन्छ यो साग। पात असिनाले खाए जस्तो कि है। हाम्रोतिर असिना परेर खाए जस्तो। कति मोटो मोटो कुकुना छ डन्ठी। आमा यही साग हो। गर्नुको छ। मैले यो लाइन नै नत्र म पस्थेँ। त्यसलाई छोडिदिनु नभए यो त भातमा नै सानो नि। तर यसको पात सक्दैन है। ल हेर्नुहोस् चट्ट भइहाल्यो नि। अझै लाने कि यति? एकजनालाई पुग्छ। अझै लानुपर्छ त्यसो भए। त्यहीँ छोडिदिनु अहिले यता निस्काउँला है। बढी हुन्छ त्यहाँ निस्काउँला। त्यो ठाउँ कतिको गहिरो छ त्यहाँ? ऊ छ दाइ त्यो भित्तो हो त्यहाँ। हो त्यहाँ छ अझै। ऊ पनि हुन्छ भन्दाखेरि त्यही भएर डर लाग्यो मलाई। सर्प त हुँदैन त्यति भन्दा मात्र पुग्छ। त्यो छ त्यहाँ माथि छ। त्यहाँ हिँड्छ। यसो बाटो बनाउनु नि त। बाटो बनाइदिउँ। गल्ती गरेछु कि मैले आज। भोलि यता अरू खोजौँ ल। सागी त्यहाँको मौसम हेर्नुहुन्छ क्रोएसियाको भने ल हेर्नुहोस् मौसम क्रोएसियाको। भर्खरै पानी परेको हो। घाम लागेको थियो। भर्खरै पानी पऱ्यो। भर्खरै फेरि घाम लगाइरहेछ। छ हुन्छ आउनु हुन्छ। यहाँ क्रोएसिया ल यहाँ सबै सागै साग छ। ल हेर्नुहोस् कति रमाइलो वातावरण छ। ल हेर्नुहोस् छ दाइ छ। रुख हो तपाईँ छ। यो माथि यो चर्च भयो है। छैन हौ त्यता रुख छैन। त्यो तल अलिकति 2-4 झ्याङ देखाएको थियो बिहान हामीले। त्यहीँ जानु पर्यो। लाउनु प्लास्टिक। ए ल ल ऊ त्यो त माथि नि छ नि। ऊ त्यो माथि हो। जाउँ न है। त्यहीँ टिपौँ न। यता पनि हुँदा होला हुन त दाइ। अब त्यस्तो राम्रोसित प्रकृति जस्तो छ त्यस्तै चाहिँ यहाँ जग्गाहरू बनाउँदो रहेछ क्या। जस्तो छ त्यस्तै त्यसलाई प्लटिङ गर्ने खाने काम चाहिँ हुँदो रहेछ क्या। जेस एउटा राम्रो पक्ष चाहिँ यहाँको त्यो छ है। फुलहरू अनि यो फुलहरू हजुर कहाँ होइन। अहिले त 3जना साथीहरूसँग खाइरहेको छु। अब गाडीमा नहिँडिन्जेल चाहिँ एक्लै नखाने कम्बाइन गरियो कि। अब सबै कुराहरू अलिक सहज पनि हुन्छ। उहाँसँग छुट्टिन मिलेन कि अलि अगाडि
नजाने काम कस्तो लतारेर त माडा खान मान्दा चाहिँ त्यो झ्याङ हामी कहाँ भेटौँ अब अलि अगाडि रहेछ बहुत रमाइलो वातावरण छ मैले यो हाप लाएर आएर जाँगे लाएर आएर मैले झ्याउ गरेछु के जाँगे त मैले फेरि सोधेँ त्यो हानी परे हो ऊ हेर्नु त 2-3 झ्याङ त जसै भित्ता त उक्लिनु पर्नुपर्छ उता लाउनु साग हो यो सबै जुत्ता त भिजेछ यार मेरो त चिप्लीकै पानी आयो जुत्ताभित्र मेरो जुत्ताभित्र त पानी पो आयो त पानी छिर्यो ल त्यो होइन ए यो साग रहन्छ त हामी त खोइ ए यो सिस्नो हो यसको मुन्टा पनि चाहिँ मलाई कसले यो सिस्नो हो त्यो ल है त हस् धन्यवाद आजलाई यति नै